आज मौसमले पनि क्या दामी च्यालेन्ज गरेछ हौ। कति मजाको मौसम हेर न। आहा, यतातिर हरियाली अनि त्यही माथि वरिपरि जङ्गलले घेरेको दामी छ। जहिले पनि काममा बिजी बिजी, त्यस कारणले चाहिँ आज खोलामा नुहाइदिने भनेर चाहिँ हिँडेको। पर साइडमा छ खोला, त्यही खोलामा जाने हो हैन। अब यति परबाट चाहिँ साथीलाई बोलाउनु पर्ला। माथिबाट पानी परिरहेछ, त्यही पनि नुहाइदिने भनेको। साह्रै जाडो हुन्छ होला हैन। माको एक गति त्यस्तो जाडोमा त नुहाइन्छ नहुन त, त्यही पनि कति नै जाडो होला र। एउटा कुरा खतम भयो के गाई, टक्क यतातिर खोलातिर आएर म चाहिँ नुहाउँला। अनि साथीलाई पनि कमसेकम ननुहाए पनि साथी बन्डेरस लिएर आम्ला भनेको त ससुराली पो हिँड्नेछ हौ। हुन त यस्तो जाडो जाडो मौसम छ, जानु पर्यो होइन। एक्लै हो यस्तो छ हाम्रो गाउँको नर्सरी। जे होस् बवाल छ होइन। सायद अब झिटिन नदी आइगयो। अब हुने मचरीका बथन हजुर बसै सारी आँसुसँगै आमामामा भस्मे चिसो पानी रहेछ त। ओहो लास्ट चिसो। यो खोलाको पानी भस्मे चिसो रहेछ लास्ट। हुन त अब पहाडतिरको पानी जस्तो त्यति चिसो त हुँदैन, तै पनि पानी भस्मी चिसो छ। अब नुहाउने भनेर चाहिँ आइयो, जसरी पनि नुहाउने हो होइन।